नमस्कार अनि हार्दिक स्वागत छ। तपाईलाई आज हामी टेलिफ्राइममा सेल्स रिपोर्ट जसमा चाहिँ मन्थली रिपोर्ट रहेको छ र यो टिडिएल तपाईहरुको लागि एकदमै प्रभावकारी रहनेछ मैले आशा लिएको छु। यसमा चाहिँ विशेष गरेर तपाईले कुनै पनि वस्तुहरु सेल्स गर्दाखेरि कुन आइटम पर्टिकुलर एउटा पार्टीलाई कुन महिनामा कति सेल्स गर्यो र एउटा पर्टिकुलर आइटम कुन पार्टीलाई सेल्स गर्यो भन्ने कुराको यो डिटेल रिपोर्ट्स हो। यो मन्थली रिपोर्टको रूपमा बनाएको छु। अहिले इंग्लिश मन्थमा तपाईले यसलाई युज गर्न सक्नुहुन्छ। यदि तपाईले नेपाली मन्थमा चाहनु भयो भने पनि त्यसलाई तपाईले बनाउन सक्नुहुनेछ। तपाईले त्यो टिडिएल पाउन सक्नुहुनेछ। यसमा के फिचर्स रहेको छ भन्ने कुराको जानकारी तपाईलाई पहिला दिनेछु। सबैभन्दा पहिला तपाईले टिडिएल लोड गरिसकेपछि यहाँ सेल्स रिपोर्ट भन्ने हुन्छ। सेल्स रिपोर्टमा जानुस् र सेल्स रिपोर्टमा गइसकेपछि एफ टु दबाउनुस्। एफ टु दबाइसकेपछि तपाईको इंग्लिश डेट इन्टर गर्छु र यसरी तपाईको जति महिनासम्मको इन्ट्री भएको छ तपाईको यसरी आउँछ र तपाईले अगाडि देख्न सक्नुहुन्छ कस्टमरको नेम यहाँ लेखिएको छ र कुन आइटम पर्टिकुलर कस्टमर्सले लाई सेल्स गरेका छौं हामीले हैन। जुलाईमा तपाईको चाहिँ डेप्टर बी लाई 250 त्यसपछि 30,000 को चाहिँ तपाईको चाहिँ अमाउन्ट को सेल्स गरिएको छ भने अगस्तमा रहेछ। त्यस्तै गरेर सेप्टेम्बरमा रहेछ। सेप्टेम्बरमा 336,000 को 2503 लाख को र 784,000 को तपाईको सेल्स भएको रहेछ र यसको टोटल चाहिँ माथि तपाईले देख्नुहुन्छ 35,04,20,000 र यसरी गरिसकेपछि यसको टोटल कति भयो त ग्रान्ड टोटल कति भयो भन्ने कुरो पनि तपाईले यहाँबाट हेर्न सक्नुहुनेछ। र यसैगरी मलाई अब धेरै लिस्ट हुन्छ यसमा हैन। त्यो भएको अवस्थामा चाहिँ तपाईले यहाँ सर्च पनि गर्न सक्नुहुन्छ। सर्च गर्नलाई यहाँ तपाईले यहाँ सर्च लेजर भन्ने हुन्छ। कुनको हेर्न चाहनुहुन्छ जस्तै तपाईको डेप्टर ई को हेर्न चाहनुहुन्छ भने डेप्टर ई लाई दबाउनु हो भने डेप्टर ई को सम्पूर्ण डिटेल्सहरु तपाईले पाउन सक्नुहुनेछ। त्यस्तै पर्टिकुलर एउटा आइटम कुन पार्टीलाई सेल्स भयो भन्ने कुरा तपाईले चाहनु भयो भने तपाईको चाहिँ यहाँ आइटम वाइज भन्ने हुन्छ। आइटम वाइज गर्नुभयो भने आइटम डिटेल देखाउँछ। अलि एफ टु दबाउनु होला। त्यसपछि यति गरिसकेपछि आइटम वाइज आइटम ए भन्ने चाहिँ कुन पार्टीलाई सेल्स गर्यो कुन महिनामा कति सेल्स गर्यो भन्ने कुरो तपाईले यो रिपोर्ट प्राप्त गर्न सक्नुहुनेछ। त्यस्तै आइटम बी त्यस्तै आइटम सी पनि कसरी कुन महिनामा कति सेल्स भएको छ भन्ने कुरा पनि तपाईले ट्र्याकिङ गर्न सक्नुहुन्छ। र तपाईलाई पर्टिकुलर आइटम को खोज्नु पर्यो भने पनि तपाईले सर्च आइटममा गएर तपाईले आइटम सिलेक्ट गर्नुभयो भने आइटम बी सिलेक्ट गर्नुभयो भने आइटम बी को तपाईले यसरी हेर्न सक्नुहुनेछ। यो महत्त्वपूर्ण टिडिएल रहेको छ। यदि तपाईले मन परेको छ भने लाइक सब्स्क्राइब गर्न भने नभुल्नु होला। र यदि तपाईले यसलाई परचेज गर्न मन छ भने तपाईले 98,550 18,095 मा तपाईले सम्पर्क गर्न सक्नुहुनेछ। यो टिडिएल तपाईको लागि धेरै नै युजफुल रहनेछ भन्ने विश्वास गर्दै आजको यो भिडियोबाट म सन्तोष श्रेष्ठ बिदा हुन्छु। हवस् त, नमस्ते।